बिहान हिजो जस्तो लाग्छ म अनि मेरो एक्लो शरीर 9 डाँडा काटी पहाडी रानी मेरो देश दार्जिलिङको चिसो हावालाई पन्छाउँदै विश्वको सुन्दर मधेसको हप हप गरममा मेरो पाइला टेकेको हिजो जस्तो लाग्छ यो सुन्दर विद्यालयमा आदरणीय अरुण सरलाई व्हाट्सएपमा आई एम कमिङ लेखेको हिजो जस्तो लाग्छ यो सुन्दर विद्यालयमा आदरणीय अरुण सरलाई व्हाट्सएपमा आई एम कमिङ लेखेको आज 3 वर्ष बितेछ यो माटोमा मैले पाइला टेकेको हिजो जस्तो लाग्छ आज 3 वर्ष बितेछ यो माटोमा मैले पाइला टेकेको हिजो जस्तो लाग्छ सम्झन्छु त्यो मेरो पहिलो दिन विद्यार्थीहरूले घेरेको हिजो जस्तो लाग्छ सम्झन्छु त्यो मेरो पहिलो दिन विद्यार्थीहरूले घेरेको न्यानो सम्झना आउँछ ज्या म्यामले एसेम्ब्लीमा सबैलाई गर्नुपर्छ है भन्दै हेरेको न्यानो सम्झना आउँछ ज्या म्यामले एसेम्ब्ली गराएकी हेरेको हिजो जस्तो लाग्छ त्यो बिहान म अपरिचित त्यो भिडमा एक्लो परेको आज 3 वर्ष लागेछ त्यही भिडले मलाई धेरै माया गरेको हिजो जस्तो लाग्छ सम्झन्छु त्यो एक बिहान त्यो पराको घन्टीले मेरो शिरलाई टङ्ग गरी मर्निङ विश गरेको हिजो जस्तो लाग्छ सम्झन्छु त्यो एक बिहान त्यो पराको घन्टीले मेरो शिरलाई मर्निङ विश गरेको आज 3 वर्ष बितेछ जी स्टारमा मेरो बसाइ सरेको आज 3 वर्ष बितेछ जी स्टारमा मेरो बसाइ सरेको हिजो जस्तो लाग्छ झझल्को आइरहन्छ त्यो पराको घन्टीले छेउमा एक्लै बसेको यतिका दिनहरूमा यस विद्यालयबाट यति धेरै माया पाए कि छैन अहिलेसम्म यो आँखामा आँसु खसेको यतिका दिनहरूमा यस विद्यालयबाट यति धेरै माया पाए कि छैन अहिलेसम्म यी आँखामा आँसु खसेको हिजो जस्तो लाग्छ राम्रो लाग्यो भने ताली पनि मार्नु होला है लाग्यो भने तिमीलाई हिजो जस्तो लाग्छ बिर्सन्न चाहन्न त्यो पहिलो दिनलाई कालो पेन्ट नीलो सर्ट अनि रातो टाईलाई दिनलाई सुरुवात गरेको बिर्सन्न चाहन्न त्यो पहिलो दिनलाई कालो पेन्ट नीलो सर्ट अनि रातो टाईलाई दिनलाई सुरुवात गरेको आज 3 वर्ष बितेछ पहाडदेखि मधेस सरेको आज 3 वर्ष बितेछ पहाडदेखि मधेस सरेको हिजो जस्तो लाग्छ त्यो एक बिहान कक्षा युकेजी देखि 10 सम्म एक आपसमा परिचय छरेको हिजो जस्तो लाग्छ त्यो एक बिहान कक्षा युकेजी देखि 10 सम्म एक आपसमा परिचय छरेको आज 3 वर्ष भएछ जी स्टारलाई मन परेको आज 3 वर्ष भएछ जी स्टारलाई मन परेको हिजो जस्तो लाग्छ अझ झझल्को आउँछ त्यो पहिलो बिहानी विद्यार्थीहरूलाई मलाई हेर्दै कक्षातिर लागेको अझ झझल्को आउँछ त्यो पहिलो बिहानी विद्यार्थीहरूले मलाई हेर्दै कक्षातिर लागेको आज धेरै माया पाए यहाँबाट यही त हो ईश्वरप्रति मैले मागेको आज धेरै माया पाए यहाँबाट यही त हो ईश्वरप्रति मैले मागेको हिजो जस्तो लाग्छ यति धेरै स्नेह दिन यस संस्थाले यो मेरो हृदयमा यति धेरै स्नेह दिन यस संस्थाले यो मेरो हृदयमा यो जीवनको हरेक पलमा यसैको गुणगान गर्नु पाऊ सजिलै कहाँ बिर्सन सक्छु र पल पलको मायालाई
सजिलै कहाँ बिर्सन सक्छु र पल पलको मायालाई यस विद्यालयले दिएको माया सारा संसारमा छर्न पाऊँ। यस विद्यालयले दिएको माया सारा संसारमा छर्न पाऊँ। कहाँ भुल्न सक्दो रहेछ त्यो पहिलो बिहानीको पहिलो सूर्य साथै आफ्नो दिन बिताएको। कहाँ भुल्न सक्दो रहेछ र त्यो पहिलो बिहानीको पहिलो सूर्य साथै आफ्नो दिन बिताएको। अन्य विद्यालय झै माया अनि साथ पाए आखिर यही त हो मैले चिताएको। अन्य विद्यालय झै माया अनि साथ पाए आखिर यही त हो मैले चिताएको। हिजो जस्तो लाग्छ सम्झन्छु त्यो दिनहरूलाई पन्छाउँदै जाँदा आधा बाटोमा हावाहुरीले झै मेरो बाटोलाई पन्छाए। फेरि सोचे हावाहुरी नयाँ कुरा कहाँ हो र भन्दै त्यो बाटोलाई मायाले पस्काए। हिजो भुल्न चाहन्न त्यो दिनलाई पहिलो बिहानीको पहिलो सुरुवातलाई। भुल्न चाहन्न त्यो दिनको पहिलो बिहानीको पहिलो सुरुवातलाई। अब कहाँ बिर्सन सक्छु र यो भिडको हरेक साना ठुला जी स्टारका बिरुवाहरूलाई। अब कहाँ बिर्सन सक्छु र यो भिडको हरेक साना ठुला जी स्टारको बिरुवाहरूलाई। हिजो जस्तो लाग्छ आज त्यही दिनको जुन महिनाको 4 तारिक आएछ। आज त्यही दिनको जुन महिनाको 4 तारिक आएछ। तर साल भने अलग होला। त्यो बिहानीको सुरुवातलाई मैले बिर्से भन्नु मेरो ठुलो गलत होला। आज त्यही दिनको जुन महिनाको 4 तारिक आएछ। तर साल भने अलग होला। त्यही बिहानीको सुरुवातलाई मैले बिर्से भन्नु मेरो ठुलो गलत होला। बिर्सन चाहन्न 3 वर्ष अघिको जुन तारिकको दिनलाई। बिर्सन चाहन्न 3 वर्षको अघिको जुन तारिकको दिनलाई। न त बिर्सन चाहन्छु जी स्टारले दिएको मायाहरूलाई। हेर्दै हेर्दै कति छिटो बितेर गएछ। अब त्यही जुन महिना 4 तारिक फेरि फर्केर आएछ। हेर्दा हेर्दै कति छिटो बितेर गएछ। अब त्यही जुन महिना 4 तारिक फेरि फर्केर आएछ। हिजो जस्तो लाग्छ हिजो जस्तो लाग्छ। बिर्सन कहाँ सक्छु र 3 वर्षमा बिताएका ती तिता मिठा पल पलका क्षणलाई। बिर्सन कहाँ सक्छु र 3 वर्षमा बिताएका ती तिता मिठा पल पलका क्षणलाई। आशा गर्छ यो मान्छेले हजुरले पनि बिर्सन्न हुन्न यहाँ उभिएका राज सरलाई। आशा गर्छ यो मान्छेले हजुरले पनि बिर्सन्न हुन्न यहाँ उभिएको राज सरलाई। अन्तमा यसरी नै हामी बीचमा भएको माया अनि साटौला। यसरी नै हामी बीचमा भएको माया अनि साटौला। ईश्वर चाहे अब फेरि आउने जुन महिनाको 4 तारिक भेटौला। यसरी नै हामी बीचमा भएको माया अनि साटौला। ईश्वर चाहे अब फेरि आउने जुन महिनाको 4 तारिक भेटौला।